गुड मर्निङ सबैजनालाई। मैले आज यो अलिकति भ्याकुम सिलिङ गरेर कसरी खानालाई अलि लामो समयसम्म राख्न सकिन्छ, हामीले ल्याएको तरकारी फलफुलहरू भन्ने कुरा तपाईँलाई देखाउन गइरहेको छु। मैले आज यो एभोकाडो सबभन्दा धेरै बिग्रिने ल्याएको थिएँ। 3-4 दिनमा यो बिग्रिहाल्छ, त्यसैले यसलाई अलि लामो समयसम्म सुरक्षित अथवा फ्रेस राख्नको लागि यहाँ एउटा यो मेसिन पाउँदो रहेछ। यो सेफ फिचर भनेर यो मैले अनलाइनमा किनेको र यो ल्याइसकेपछि यो पहिला 2-3 दिनमा बिग्रिने, अब स्पेसल्ली मलाई त यो एभोकाडोको लागि त स्पेसल 1 नम्बर लाग्यो। अरू पनि हामीले तरकारीहरू, सिमी त्यस्तै अरू तरकारीहरू पनि लामो समयसम्म राख्न सकिन्छ। यो 3-4 दिन भइसक्यो, जस्ताको तस्तै रिफ्रेस छ। अनि यसलाई काटेर यहाँ यसरी राखिसकेपछि फेरि यसलाई चाहिँ यसरी नै हामीले यो भ्याकुम सिल गरेर फेरि यसलाई पहिलाको जस्तै तरिकाले राख्न सकिन्छ। त्यो गर्नको लागि पहिला यो जिपलक ब्याग यो कम्पनीले पनि दिएको हुन्छ। जिपलक ब्याग एयर टाइट गर्नु पर्यो। पहिला एयर टाइट गरिसके पछाडि एयर टाइट गरिसक्नु त्यो पछाडि यसलाई फेरि पुनः मेसिन लगाएर यसको भित्रको एयर टाइट गरेपछि